ए हाम्रो मेन ढोकाको सुरु यस्तो हुन्छ, बिचमा पल्लाहरू छ। एउटा सायद यहाँ पाल या पल्ला हुन्छ, यहाँ दुईवटा मात्रै, यता पनि पल्ला यता पनि चुकुल हुन्छ। यताको त पनि पल्लै राखेर पाल गर्न सक्छ डिजाइन। अनि यसको नि नियम छ क्या, बिचमा हेर्नु, बिचमा भगवान् गणेशजी, गणेशको छेउमा हाम्रो सूर्य अनि त्यसपछि सूर्यपछि के छ, सूर्यपछि यो थाहै भन्ने कि सर्प भन्ने, यो अलिकति के डिजाइन हो कि यताबाट म भनिदिन्छु। सूर्य भगवान्, त्यससँगै फुल, यो के अरे सूर्यास्तो, यो चिन्ह कलशबाट कस्तो छ, यो सूर्य भयो। अनि फेरि यो कलश होइन, कलश जस्तो भयो। अनि फेरि यहाँ फुल के अरे सूर्य, अनि यहाँ फेरि माछा, यो माछा, यो माछा, अनि फेरि यहाँ सूर्य के अरे सूर्य जस्तो, अनि फेरि शङ्ख, अनि फेरि यहाँ सूर्य जस्तो फुल कि सूर्य के थाहा छैन। फेरि यहाँबाट यो त भयो, यहाँ सूर्य भयो, के अरे कलश भयो, सूर्य भयो, फुल भयो, अनि सूर्य भयो, अनि फेरि यो मण्डला, यो सूर्य, यो सर्प, फेरि उता फुल जस्तो, फुल है सूर्य है। स्टेप बाई स्टेप छ कि यताबाट है, यस्तो। फेरि यहाँ सेम यसरी गर्दा चाहिँ 1 2 3 4 5 6 7 8 9, त्यसपछि गणेश 1 2 3 4 5 6 7 8 9, ठ्याक्क 9 पछि गणेश ठ्याक्क मिलाएको छ कि चट्ट लाएर। फरक चाहिँ के छ भने यसमा जस्तो सूर्य लास्टबाट सूर्य, बिचमा त्यसपछि शङ्ख भए सूर्य जस्तै छ नि मानु, त्यसपछि यहाँ सूर्य भएर फेरि सर्प भएर फेरि सूर्य छ। सेम त्यो प्याटर्न चाहिँ सूर्य चाहिँ त्यसरी मिलाएको छ कि, फेरि मण्डला सूर्य, अनि स्टेप बाई सूर्य, फेरि सूर्य, त्यस्तो गरेर बिचमा अर्को हालेर त्यो मिलाएर चाहिँ त्यो सिस्टम है। अनि